जिल्ला प्रहरी कार्यालय सप्तरीले लागू औषधको कारोबारमा संलग्न 4 जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले गोप्य सूचनाको आधारमा जिल्लाको विभिन्न स्थानबाट भारी परिमाणको लागू औषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी बरामद गरिएको लागू औषध र व्यक्ति समेत सार्वजनिक गरेका छन्। यो दृश्यमा अहिले हेर्दै हुनुहुन्छ सप्तरी प्रहरीले बरामद गरेको ठुलो परिमाणको लागू औषध। यहाँहरू हेर्दै हुनुहुन्छ अहिले सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागू औषधको यो तस्बिर र यो सँगै कारोबारमा संलग्न व्यक्तिहरू जसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारी परिमाणको लागू औषध र व्यक्ति सार्वजनिक गरिसकेपछि यसैबारे थप जानकारी दिनुहुँदै सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफले दुई ठाउँमा हामीले स्पेसल्ली भन्ने भने दुई ठाउँमा केही लागू औषध र केही मानिसहरू नियन्त्रण लिएको अवस्था छ। एउटा घटना भनेको मिति 2078 साल 9 महिना 9 गते 12:30 बजेको समयमा जिल्ला सप्तरी राजविराज नगरपालिका वार्ड नम्बर 2 स्थितबाट र जिल्ला सप्तरी बोधे बर्साइन नगरपालिका वार्ड नम्बर 5 झाजर स्थितबाट हामीले चाहिँ घटना त्यहाँबाट हामीले केही बरामद गरेका छौँ लागू औषधहरू। नाइट्राभेट 10 लेखेको 70 पत्तामा 2100 तथा 2100 ट्याब्लेट, त्यसै गरी एसपीएम प्रोक्सिओन लेखेको क्याप्सुल थान 288 पिस र डाइलेक्स डीसी 100 ml लेखेको बोतल थान 379 गरेर हामीले सामान बरामद गरेका छौँ। घटनाको संक्षिप्त विवरण म प्रस्तुत गर्छु। मिति 2078 साल 9 महिना 9 गतेका दिन राजविराजको रात्रि बसबाट ठुलो परिणाममा लागू औषध काठमाडौँतर्फ ओसार पसार गर्दैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटी गई चेकजाँच गर्दै जाँदा जिल्ला सप्तरी राजविराज नगरपालिका वार्ड नम्बर 2 स्थितमा हिमालय राइस मिल गुलाब ग्यारेज अगाडि बस पार्किङ गरिरहेको अवस्थामा खानतलासी गर्दा माथि उल्लेखित लागू औषध फेला पारी नियमअनुसार बरामद गरेको र उक्त नम्बरको बसको सहचालक जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वार्ड नम्बर 8 बस्ने रामबहादुर भुजेलको छोरा वर्ष 36 को सञ्जय भुजेल नाम गरेको व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएको र अनुसन्धानको सिलसिलामा थप बुझ्दै जाँदा जिल्ला सप्तरी बोधे बर्साइन नगरपालिका वार्ड नम्बर 5 झाजर बस्ने मोहम्मद समीर मियाको छोरा वर्ष 21 को मोहम्मद अब्दुल नाम गरेको व्यक्तिले अटो रिक्सामा लोड गरी ल्याएको अनुसन्धानबाट खुल्न आई निज समेतलाई पक्राउ गरी सोही स्थानबाट थप डाइलेक्स डीसी बोतल फेला पारी बरामद गरी सञ्जय भुजेल र मोहम्मद अब्दुलको हकमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बेहोरा अनुरोध गर्न चाहन्छु। मानिस पक्राउ जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका वार्ड नम्बर 8 बस्ने रामबहादुर भुजेलको छोरा वर्ष 36 को सञ्जय भुजेल जसलाई हामी अहिले सार्वजनिक गर्दैछौँ भने अर्को बोधे बर्साइन नगरपालिका वार्ड नम्बर 5 झाजर बस्ने मोहम्मद समीमको छोरा वर्ष 21 को मोहम्मद अब्दुल जो हामी यहाँहरू समक्ष अहिले सार्वजनिक गर्दैछौँ। त्यसै गरी अर्को लागू औषध हामीले ब्राउन सुगर सहित 2 जना मान्छे नियन्त्रण ल्याएका छौँ। त्यो चाहिँ यसको छोटकरी घटना भन्दा पर्दाखेरि घटना मिति र समय 9 महिना 9 गतेकै दिन 16:30 बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कङ्काली नगरपालिका वार्ड नम्बर 1 स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा हामीले चेक जाँच गर्ने क्रममा बरामद लागू औषधमा खैरो हेरोइन 8 ग्राम 550 मिलिग्राम र एनएस पल्सर मोटरसाइकल थान 1 र 2 जना मानिस जिल्ला सिरा लक्ष्मीपुर पतार गापा वार्ड नम्बर 3 बस्ने सुदिलाल शाहको छोरा वर्ष 28 को परमानन्द शाह, त्यसै गरी धनगढी माई नगरपालिका वार्ड नम्बर 11 बस्ने राम हृदय महतोको छोरा वर्ष 28 को दिपेन्द्र कुमार महतो गरी जम्मा 2 जनालाई यी लागू औषध सहित हामीले नियन्त्रण लिएको अवस्था छ। यसमा अलिकति घटनाको विवरण भन्नुपर्दाखेरि उल्लेखित मिति र समयमा जिल्ला सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका वार्ड नम्बर 1 स्थित पश्चिम लोकमार्गको कङ्कालिनी मन्दिर अगाडि शङ्कास्पद
अवस्थामा मानिस तथा सवारी साधन छ भन्ने जानकारी प्राप्त भएपछि चेक जाँच गर्ने क्रममा पूर्वबाट मोटरसाइकल चढी पश्चिमतर्फ आइरहेको अवस्थामा रोकी चेक जाँच गर्दा मोटरसाइकलमा सवार रहेका दिपेन्द्र कुमार महतोको साथबाट ब्राउन सुगर 8 ग्राम 550 मिलिग्राम लागु औषध फेला पारी बरामद गरी उक्त मोटरसाइकलमा सवार रहेका माथि उल्लेखित दुवैजना मानिसहरूलाई पक्राउ गरी लागु औषध मुद्दा शीर्षकमा सम्मानित जिल्ला अदालतबाट म्याद थप भई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बेहोरा म जानकारी गराउँछु। अब हामी मानिस सार्वजनिक गर्दैछौँ, त्यसपछि हामी यो विवरणहरू पनि हामी सार्वजनिक गर्नेछौँ। ब्राउन सुगर 8 ग्राम 50 है एक सेकेन्ड पहिला उहाँहरुको पहिला यहाँ हेर्नु होइन उहाँहरूले लिएर जयन्ती लाइट कतिजनालाई पर्यो उताबाट लिनु डिलिट गर्नु सक्छ। यहाँको उपस्थितिलाई विशेष धन्यवाद के साथ हामीले सूचना डिलिट यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट र सेयर गर्नुहोला। साथै विनय कर्ण युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।